आज चाहिँ हाम्रो पर्सिजन सोचेको हुने अनि यसो क्लासमा चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू तथा हाम्रो विदेशी हाम्रो बङ्गलादेशका साथीहरू पनि हल्का रमाइलो गर्ने भन्दैछन्। त्यो भएर यसो नाचिरहन् अनि तपाईँहरूलाई चाहिँ म सबैलाई नाच देखाउँछु है। सबैजनाको एकचोटि हेरौँ है त। नमस्कार सर, नमस्कार। हाम्रो 1-2जना नेपाली सर हुनुहुन्छ है। अब हामी पर्सि सोचेको हुने है, मनमा कस्तो केही लागिरहेछ तपाईँहरू नेपालीमा यसो बताइदिनु पर्यो। निमराज सर यसो भनिदिनु पर्यो हजुर। सर यसो नगर्नु सर, सर हजुर भन्छ हजुरको मनमा लाग्यो हजुर। मैले दुखित छु आज। नेपालमा बस्नुहोस्, राम्रोसँग बस्नुहोस्, खानुहोस्, पिउनुहोस्, स्वच्छ खानुहोस्, स्वच्छ रमाउनुहोस्। विवेक सर, हाम्रो दिपेश सर पनि हुनुहुन्छ। उहाँ एकदम जेएनदार विद्यार्थी, अहिलेसम्म गएको एकचोटि पनि छुटाउनु भएको होइन 2 वर्षमा होइन। तपाईँ चाहिँ के भन्न चाहनुहुन्छ? म त खै केहरू भइरहेछ। एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु अनि एउटा कुइरिनी बिहे गरेर उतै विदेशतिरै बस्छु।この人は私たちの暮らしで一番上手な人です。いえ、一番上手な人。アミンさん、自己紹介お願いします。自己紹介お願いします。はい。あ、この人もこの人よりちょっと下手でもこの人もです。だからちょっとこの人で少し聞いてみましょう。アミンさん、あなたは日本語がどうやって上手になりました？はい。はい。あ、そうですか。アニメも見た方がいいですね。どんなアニメが見た方がいいと思う？いいですか？